हेलो नमस्ते। आज चाहिँ हामी चिया फाँड्नु आइएको छ। चिया फाँड्न चाहिँ अब जानुपर्ने छ। यहाँ साथीहरू फाँड्दैछ र म पनि फाँड्न सुरु गरिरहेको छु। चिया चाहिँ एकदम अप्ठ्यारो छ, अप्ठ्यारो ठाउँमा रहेछ। एकदम तल झरेछौँ हामी चाहिँ। यता दिनेश दाइ हुनुहुन्छ, यता भाइ हुनुहुन्छ, यता ज्वाइँ हुनुहुन्छ। हामी चाहिँ आजको खेताला सघाउँदै आएको। एकदम अप्ठ्यारोमा रहेछ ठाउँ चाहिँ। बर्खाको यो कटिङ चिया चाहिँ उहाँ तलसम्म कटिङ राखिसकेर सबै यो कटिङलाई चाहिँ अहिले कान्छाले हान्दैछ। यहाँ तल पनि एकजना पसेर हान्दैछ। यहाँ यो रुखको सिधादेखि यसो थियो, उयो रुखको यतादेखि। अनि यो कटिङ चाहिँ कटिङ फाँडाइ हुँदैछ। उहाँ चियाको कटिङ राखेको चाहिँ अब सिजन पनि सकियो। मालिक साहब चाहिँ उहाँ हुनुहुन्छ। अनि कटिङ सटिङ अस्ति उहाँ सरले राखिसक्नु भएको छ। कटिङ सकेर चाहिँ अब यो चाहिँ काम नलाग्ने भएर यसरी काट्दैछौँ। अनि यहाँ सानो केटाले उयो गर्दैछ। अब यो चाहिँ अझै पनि कटिङ त हुन्थ्यो, 2-4वटा डाला त यसको आउने थियो। तर अब उहाँले पुग्यो अरे। अस्ति मैले माग्दाखेरि चाहिँ साथीले दिएन। अध्यय छैन यहाँ तलसम्म। यहाँनिरदेखि यता उँभो मात्रै हो, सकिन लाग्यो। अनि उहाँ सरले चाहिँ फेरि धमाधम दिइराख्नु भएको छ। उहाँ सरको चाहिँ एकदम राम्रो छ है। यति बेला चियाको काट्ने बेला छैन। तर कटिङ यो ढिलो राखै भएकोले गर्दाखेरि, यो कटिङले गर्दाखेरि अहिले फाँड्नु पर्यो। तर पनि अब आउँछ यो फागुनको आज भनेको 6-7 गते गयो। अरूतिर पल्लाइसक्यो। यहाँ माथितिर तलतिर काटेकोमा त पल्लाउनु थालिसक्यो। यहाँ चाहिँ कटिङ राखाइले गर्दाखेरि ढिलो भएको। ओइ हेलो भन्दै तँलाई चित्त दुखेको छैन? यत्रो चिया फाँडेर फ्याँक्दा चित्त दुखेको छैन? किन हो र? किन र? यो त बिग्रियो त। नि कसरी मिल्यो यो चाहिँ? माथिदेखि काट्दै झरेको यहाँ तलसम्म आइपुग्यो। माथि त अस्ति काटिहालेको थियो। यसो डाला राखाइले गर्दाखेरि यस्तो भएको हो। आज सकिन्छ। मैला ओ मैला मिर्गा निस्केर भएको छ है। पक्रिम है। डाला अझ थिएछ नि नि राख्दाखेरि त। अस्ति मैले मागेको त चाहिँ सिद्धियो भन्दै भने केटोले, अहिले हेर यत्रो थिएछ। ल यसो भन्दै हार माछाले चाहिँ अब राम्रोसँगले फाँडाइ भयो। माइलाले तलबाट फाँड्दैछ। यता माछाले चाहिँ चिलै पार्दियो। कालै गयो नि चिया फाँडाइ चाहिँ कालै गयो। यस्तो पसिना पकाउनु परेछ के भने। ल
ल म पनि अब सुरु गरेँ साथी हो। अब मेरो चाहिँ यहाँ पुग्नु छ, उहाँले जितिसक्नुभयो। अब म चाहिँ यसरी लिँदैछु। चिया फाँडा त्यस्तो छ हेर्नुहोस् यहाँ, यसरी फाँड्नुपर्छ। फाँडै छ यस्तो छ क्या, हेरौँ चिया फाँडा चाहिँ मालिक साहबलाई देखाऊ तल। मिसिनले काटेको भन्दा चाहिँ तल मालिक साहबलाई बात हातले काटेको चाहिँ चिया धेरै आउँछ। सबैले मिसिन भन्थ्यो, तर मिसिनले काटेको भन्दा हातले फाँडेको चाहिँ एकदम राम्रो चिया आउँछ है। यो चाहिँ हाम्रो चिया फाँडा चाहिँ एकदम नौलो भयो, किनभने टाइम अफ भएको कारणले गर्दाखेरि यसरी हनाइ हुँदैछ साथीहरूको। यहाँनिर हाम्रो माछाजीले यसरी हान्दै हुन्छ हो साथी, यसरी हान्नुपर्छ चिया चाहिँ। तर यो चाहिँ नयाँ प्रविधि आयो। यो चाहिँ चुल्ठोमा पक्रेर हान्ने अरे यो चाहिँ यो कला चाहिँ के भएर चुल्ठोमा लु हानौँ न त एकचोटि माइला। लु चुल्ठोमा पक्रेर हानेकोले चाहिँ चिया सप्रिन थाल्यो अरे, मेसिनले काटेर चाहिँ बिग्रियो अरे। यो चाहिँ चुल्ठोमा पक्रेर हान्ने उयो रहेछ। हनाइ राम्रो छ। राम्रो छ दामी हो, यत्तिकै चाहिँ हुनु पऱ्यो नि त होइन। यो चिया चाहिँ अब फस्टाएर आयो होइन त, अर्ग्यानिक फस्टाएर आइगयो नि, अर्ग्यानिक चिया हो कि यो चाहिँ अर्ग्यानिक भयो होइन। मिसिनले हानेको साह्रै मर्यो चिया, साह्रै मरेर अब सिक्कलले काटेको चाहिँ साह्रै आउँदैन। अब यतापट्टि माछाको अब लु दिउँ हो यो रहेछ तरिका चाहिँ यो रहेछ नि त। मेसिनले काटेर सबै बिग्रेको चिया थियो, अब यो चाहिँ अब ह्यान्डमेड भयो होइन, हातले काटेको। यो चाहिँ खतरै लाग्यो साथीहरूको हनाइ चाहिँ। तर हुन त मान्छे हराउने थियो यहाँनिर, यहाँ खोज्नुपर्छ साथीहरू चाहिँ। कोही कता काट्दैछ चियाबारीमा खोज्दै जानुपर्ने हुन्छ मान्छे चाहिँ। म अब एकचोटि खोज्दै जान्छु होला मान्छे। एकजना मान्छे कहाँ पो छ, कहाँ छेकछेक गर्दैछ त, यहाँ मुनि होइन। ऊ एकजना साथी त ऊ झन्नै हराइ त हाल्यो हो। कहाँ छ त पनि पस बाटो खोज्दै आउँदैछ साथीहरू बिचरा। अनि यस्तो छ। अनि त्यो चाहिँ यो चाहिँ यसरी ढाल्नु पर्ने रहेछ, काट्नु पर्ने रहेछ नि त। यो चाहिँ फेरि उहाँ सर चाहिँ फेरि एकदम चियाको चाहिँ एकदम उस हो नि त, तल हुनुहुन्छ चियाबारी मालिक सर चाहिँ उहाँ तल हुनुहुन्छ। हैरान भएर उहाँ घाममा। सर कस्तो हुँदैछ चिया कटाइ चाहिँ? चिया होइन, चिया सिजन भएकै हो काट्ने। ल यति भन्दै अब यो चाहिँ चिया फाँडा चाहिँ डह्रो भयो आज, पसिनै ल हेर्नुहोस् न। चियाबारी तपाईँको चिया हुनै पनि राम्रो भयो के यो चाहिँ नि होइन, चियाको सिन मात्रै राम्रो हो होइन, तर गर्नु चाहिँ एकदम गाह्रो छ होइन। एकदम हामी खेती किसान चियाको गर्नेलाई चाहिँ एकदम गाह्रो। हामी चियाको उपभोक्ताहरूलाई चाहिँ एकदमै गाह्रो छ। जति पनि चिया हामी उत्पादन गर्ने कृषकहरूलाई चाहिँ चिया चाहिँ यसरी गर्नुपर्छ। अस्ति टिपाइ खाइयो, अहिले आएर अब यसरी काट्नु पर्दाखेरि चाहिँ हामीलाई चाहिँ धेरै गाह्रो हुन्छ। अब तर हुन त अब 1 महिना मात्रै ग्याप बसेर फेरि स्टार्ट भइहाल्छ।
यो 1 महिनापछि फेरि यो चिया बनाउन पलाउँछ फेरि सर अनि कस्तो हुँदैछ त नि पढाइ चाहिँ यो पढाइ राम्रो छ कि सरको हातमा हान्नुहुन्छ है यो चाहिँ राम्रो छ है सरको पढाइ चाहिँ नि फेरि नि गलेपछि चाहिँ को कस्तो हुनु अरे ल चिया चाहिँ खाइसक्यो साथीहरू आजको चिया चाहिँ फाँडिसक्यो यहाँ माझबाट तल 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 पुच्छर पुग्यो अब बाटो लाग्दैछौँ हामी हाम्रो पर्खे पहिला त्यहाँबाट माथिको